हेलो हेलो आज चाहिँ हामी घरबाटदेखि निकै टाढा आइसकेको छौँ। हामी चाहिँ जङ्गल घुम्नको लागि आइरहेको छौँ। हामी चाहिँ यसो अब यसो माछा साछा अब घोगी होइन, अनि यताउता अब चैत वैशाखको मौसम छ, अब बदलको बच्चाहरू पनि पाइन्छ भन्नेले यसो यसो घुम्न डुल्न आएको है। अनि घोगी कति भेट्टायो त हौ? छैन खोज्नुपर्छ, एउटा भए पनि सिला गरेर लानुपर्ने छ। घोगीको चाहिँ आज घरमा लगेर चाहिँ रस बनाएर खानुपर्ने छ है। साथीहरू एउटा तपाईँहरूले सङ सुनिदिनु होला, म चाहिँ एउटा छोटो सङ गाउन गइरहेको छु। सबले माया गरिदिनु होला यो भिडियोलाई हेरेर। अनि ओके, हस्त हुन्छ। कसम मसिनो हिङ्गला सानो tampaso leso harkanam kyanam huruka jane bho सकिन कान्छीलाई फकाउन गाह्रो भो, सकिन कान्छीलाई फकाउन गाह्रो भो। यति मात्रै हो है। ओइ चन्द्रे, कत्रो घोगी लाम्छो आइज त। कता यहाँ जुक्स है साथी हो, यसो ढाडिदिएको अवस्था है साथी। छिटो आइज न, छिटो आइज, कत्रो यार घोगी। उकाली ओह्राली गर्दै आँखाभरि राहरु भर्दै आधीबेरी सँग लड्दै खोला नदी सागर तर्दै देख पेड बिर्सदैमा आए। अहिले अघि यहीँ थियो यार, के होइन यो हो रहेछ यार। मैले त त्यत्तिकै भनिदिएको गाइज हो, साँच्चैको रहेछ। घोगी टिपो है, घोगी टिपो है, टिपेर भुटोलामा हाल्दैछ है। हेर्नुहोस् है गाइज हो, यति रमाइलो हुन्छ कुनै सोच टाइममा है। अनि हाम्रै जङ्गलमा चाहिँ छिरेर आएछौँ। अनि आज यसो इन्टरटेनमेन्ट गरौँ न त, रमाइलो गरौँ न त भनेर यसो अब मनको यसो सुनसान यो हरियाली वन जङ्गलमा चाहिँ आनन्द शान्ति पाइन्छ नि त। त्यही भएर चाहिँ यहाँ यस्तो ठाउँमा आउनुपर्छ कहिलेकाहीँ होइन। अनि छोटो यो बादशाह ब्लगलाई चाहिँ तपाईँहरूले होइन टिकटकमा फलोज गरिदिनु होला, माया गरिदिनु होला, धेरैभन्दा धेरै माया गरिदिनु होला। र मेरो युट्युब च्यानल पनि छ, बादशाह मोक्तान छ, त्यसमा गएर पनि अब सब्सक्राइब गरिदिनु होला है। भिडियोहरूलाई चाहिँ माया गरिदिनु होला। हस् त, म यति भन्न चाहन्छु। र यो छोटो भिडियोलाई चाहिँ म यहीँ क्लिक गर्न चाहन्छु।